नमस्कार साथीहरू, आज चाहिँ म बनाउँदैछु स्वादिलो घरकै सामग्रीबाट तयार गर्न सकिने बन्दा र आलुको सब्जी। यति मिठो बन्छ जुन आज मैले जुन तरिकाले बनाउँदैछु। यसरी बनाउनु भयो भने हजुरको बन्दा र आलुको तरकारी पनि एकदमै मिठो बन्छ। भिडियो मन परे लाइक शेयर कमेन्ट गर्न नबिर्सनु होला। अझै पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नु होला। अब चाहिँ मैले बनाउनतर्फ जाँदैछु। एउटा कराई तातो भएपछि लगभग 2 चम्चा तेल राखेँ, त्यसपछि जिरा राखेँ अनि थोरै खुर्सानी पनि राखेँ अनि त्यसपछि यसमा थोरै अदुवा राखेँ अनि लसुन पनि राखेँ। दुईटैलाई मैले थिचेर राखेको हो। अब यसरी राम्रोसँग थिचेर राखेको अदुवा र लसुनलाई राखिसकेपछि राम्रोसँग मिक्स गर्दैछु। त्यसपछि एउटा प्याज पनि काटेर राखिसकेको छु। अब यसरी काटेर राखिसकेको प्याजलाई चाहिँ राम्रोसँग चलाउँदैछु। यसरी राम्रोसँग प्याजलाई चलाइसकेपछि अब चाहिँ पालो भएको छ आलुको। आलुलाई पनि यसरी राखिसकेपछि राम्रोसँग यसलाई चाहिँ चलाउन जाँदैछु। आलु चाहिँ बन्दा पकाउँदाखेरि हजुरहरूले चाहिँ आलुलाई चाहिँ पहिला पकाउनु पर्ने हुन्छ। लगभग 3-4 मिनट जति छोपेर पकाइसकेपछि लगभग आलु चाहिँ आधा जति पाक्यो भन्ने भएपछि बल्ल बन्दा राख्नु पर्ने हुन्छ है। अब यसमा चाहिँ मैले आलुलाई हल्का पाकेपछि त्यसमा स्वादअनुसार नुन राखेँ अनि त्यसपछि आधा चम्चा जति बेसार राखेँ अनि त्यसपछि चाहिँ यसलाई फेरि पनि राम्रोसँग चलाएर भुट्दैछु। यसरी बनाउँदाखेरि हामीहरूको बन्दा र आलुको तरकारी यति मिठो बन्छ। हजुरहरूले यसरी नै बनाउनु होला, एकपटक ट्राई गर्नु होला। अब फेरि पनि मैले पहिला 1-2 मिनट राखेर छोपेर पकाएँ। फेरि पनि लगभग 2 मिनट जति आलुलाई छोपेर पकाइसकेको छु। हेर्नुस् त लगभग आधा जति आलु पाकिसकेको छ। यतिको आलु भइसकेपछि चाहिँ अनि बल्ल हामीहरूले चाहिँ बन्दा याड गर्नुपर्ने हुन्छ। यो बेलामा हामीहरूले बन्दा याड गर्यौँ भने चाहिँ बन्दा एकदम छिटो पाक्छ। जस्तो हामीहरूको आलु पकाउनको लागि टाइम लाग्छ भने बन्दा पकाउनको लागि धेरै टाइम लाग्दैन। त्यस कारणले अनि यसलाई चाहिँ आलुमा जुन लसुन अनि अदुवा र प्याजको स्वाद छ राम्रोसँग भुटिन्छ अनि भुट्दाखेरि आलु सँगसँगै भुटिँदाखेरि त्यसले यति टेस्टी बनाउँछ जुन हामीहरूले यो ग्रेभी टाइपको बन्दा भन्दा चाहिँ यो तरिकाले पकाएको बन्दा एकदमै स्वादिलो हुन्छ। एकपटक हजुरहरूले घरमा बनाउनु होला अनि मलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला हजुरलाई कस्तो लाग्छ। अब यसरी पानी नहालिकन बन्दालाई चाहिँ हामीहरूले आलु मजाले भुटिसक्यौँ नि अनि त्यसपछि बन्दा राखेर यसलाई छोपी अनि पकाउनु पर्ने हुन्छ। यसरी छोप्दाखेरि लो फ्लेममा पकाउनु पर्ने हुन्छ ताकि बन्दाको पानीले अनि बन्दाको जुन बन्दाबाट निक्लिने पानीले नै बन्दा राम्रोसँग पाक्छ। अब यसरी लो फ्लेममा मैले छोपी पकाउँछु। फेरि पनि मैले 4-5 मिनट लो फ्लेममा राखेर पकाएँ। अब यसरी पकाउँदाखेरि चाहिँ हामीहरूले चाहिँ बन्दामा हल्का तल पानी यदि डढ्न लागेछ भने चाहिँ हजुरहरूले थोरै पानी लगभग 2-3 चम्चा पानी राख्न मिल्छ। चिया चम्चाको 2-3 चम्चा पानी राख्न मिल्छ। त्यहाँभन्दा धेरै नराख्नु होला, नत्र भने बन्दा चाहिँ मिठो हुँदैन। अब यसरी भइसकेपछि मैले यसमा धनिया र जिराको पाउडर राखेँ। धनियाको पाउडर 1 चम्चा, जिराको पाउडर आधा चम्चा राखेँ अनि त्यसपछि यसलाई माथिबाट ढक्कन लगाइदिएँ। नचलाइकन ढक्कन लगाएँ। जबकि ढक्कन लगाएपछि त्यो वाफले हामीहरूको जुन मसला छ त्यो मसला पनि पाक्छ अनि त्यसरी बाफिँदाखेरि हामीहरूको मसला पनि एकदम राम्रोसँग मसलाको स्वाद आउँछ। अब यसरी बिचमा हल्का होल बनाएर अनि थोरै मैले त्यसबाट बन्दाकै पानी कति राम्रोसँग निक्लेको थियो अनि त्यसमै बिचमा चाहिँ मैले होल बनाएर त्यसमा मैले टमाटर राखेँ अनि टमाटर राखिसकेपछि अनि त्यसलाई ढाकेर चाहिँ फेरि पकाएँ अनि लगभग 2-3 मिनट पकाइसकेपछि फेरि चलाएर अनि त्यसलाई चाहिँ टमाटरलाई मैले राम्रोसँग मिक्स गर्दैछु। अब यसरी फेरि मिक्स गरिसकेपछि फेरि पनि ढक्कन लगाएर पकाउँदैछु। अब यसरी पकाउँदाखेरि चाहिँ हामीहरूको लगभग पाक्न लागिसकेको छ हामीहरूको यो तरकारी। अब हेर्नुहोस् त यति भइसकेपछि चाहिँ हामीहरूको लगभग मैले 8-10 मिनट पछि चाहिँ यो बन्दा र आलुको तरकारी बिल्कुल रेडी भइसकेको छ। यसरी बनाउनु भयो भने हजुरको बन्दा र आलुको तरकारी पनि एकदम मिठो हुन्छ, सबैलाई मनपर्ने हुन्छ। एकपटक ट्राई गर्नु होला। कस्तो भयो चानुकाज रेसिपी किचनमा हजुरको अनुभव सेयर गर्नु होला। आजको लागि यति नै, बाई।